नमस्कार, म डाक्टर अश्विन श्रेष्ठ, चाइल्ड न्युरोलोजिस्ट। अटिजम भनेको यो न्युरो बिहेभियरको प्रब्लम हो। यो कुनै रोग होइन, यो कुनै डिजिज होइन, यो स्वभावको समस्या हो। नर्मल डेभलपमेन्ट हुनुपर्ने बच्चाहरू, यो ट्र्याकमा हिँड्नुपर्ने डेभलपमेन्ट हुनुपर्ने बच्चाहरू चाहिँ यो ट्र्याकमा डेभलपमेन्ट भयो भने चाहिँ यसलाई चाहिँ अटिजम भनिन्छ। यसका विभिन्न लक्षणहरू हुन्छन्, जस्तै आई कन्ट्याक्ट नगर्ने, आफ्नो उमेरको साथीभाइसँग मिलेर खेल्न नसक्ने, केही कुरा दिने, लिने, सेयर गर्ने, माया देखाउने, त्यो उसले बुझ्न सक्दैन र एउटै कुरा बानी बेहोरा चाहिँ रिपिट गरिराख्ने। र अटिजमको बच्चामा यो सँगसँगै अरू पनि समस्याहरू के देखिन्छ? एकदम चञ्चलपन, एकदमै चञ्चल भइराख्ने, एक ठाउँमा बस्न नसक्ने, हिँडिराख्ने, नयाँ ठाउँमा गए एडजस्ट हुन गाह्रो हुने, स्लिपको इस्युजहरू हुने, कतिजना बच्चाहरूलाई कि निदाउन गाह्रो हुने, कोही चाहिँ निदाएपछि बिचमा सानो आवाजले पनि बिउजिहाल्ने। र यसको उपचार भनेको चाहिँ थेरापी। 90-95% थेरापी नै हो र 5-10% मात्रै सप्लिमेन्ट्सहरू है ब्रेनको लागि चाहिने भिटामिनको रोल हुन्छ। जति चाँडो, जति यङ एजमा यो थेरापी सुरु गर्न सक्यो, इम्प्रुभमेन्ट तपाईँको 80-90% हुन्छ भने जति ढिला सुरु गरियो, यही थेरापी तपाईँले 6 वर्ष 7 वर्ष लागेपछि कुरेर अर्का कुरा सुनेर थेरापी ढिला सुरु गर्नुभयो, इम्प्रुभमेन्ट त होला, तर त्यतिखेरसम्म उसको बुद्धिहरू विकास भइसकेको हुन्छ, बनिसकेको हुन्छ। त्यही भएर चाहिँ उसको इम्प्रुभमेन्ट 30%, 40%, 50% मात्रै हुन्छ। सो जति चाँडो थेरापी सुरु गर्यो त्यति नै चाँडो इम्प्रुभमेन्ट र त्यति नै बेटर इम्प्रुभमेन्ट हुन्छ, र जति ढिला सुरु गर्यो त्यति नै इम्प्रुभमेन्ट त होला अरे, तर सोचे जतिको इम्प्रुभमेन्ट चाहिँ नआउन सक्छ। त्यही भएर समयमै यसको लक्षणहरूको पहिचान गरौँ, केही शङ्का छ भए डक्टरसँग सल्लाह लिउँ है त।